नमस्ते साथीहरू, तपाईहरुलाई फेरि एकचोटि स्वागत छ न्यू ट्रिक्स स्क्वायरमा। आज चाहिँ लिएर उपस्थित भइसकेका छु हाम्रो यो विभिन्न घोषणा र सन्धिका धाराहरू हैन, धाराहरू कसरी कसरी याद गर्ने हैन, जति पनि याद गरे पनि हैन, यो धाराहरू छ बिर्सने एकदम समस्याले झन्झट भइसकेका छ याद गर्ने। जति पनि याद गरे पनि माइन्डबाट हैन हटिरहेछ। त्यो हट्ने समस्या आज चाहिँ यो भिडियोमा हैन समस्या सोल्भ हुनेछ। तपाईहरु यो भिडियोलाई लास्टसम्म हेरिदिनु होला। सबभन्दा पहिला छ यहाँ युएनओ को वाडापत्र। युएनओ को वाडापत्र यसमा चाहिँ 111 धारा रहेको छ। 111 धारा। यसले याद कसरी गर्ने तपाईहरु हेर्न सक्नुहुन्छ। याद कसरी गर्ने जस्तै कि युएनओ यसमा कतिवटा नम्बर छन्? 3 वटा नम्बर छन्। यो तीनटै नम्बरले एक एक मार्क पायो भनेर याद गर्नु होला। एक एक अंक पायो। जस्तै 1 2 3 तीनवटा छ नि। युएनओमा कतिवटा लेटर अक्षर छ भने 3 वटा छन्। युएनओ यो तीनटैलाई एक एक मार्क पायो, एक एक अंक पायो। त्यही भएर यसरी तपाई सम्झिनु होला। यो तीनटैलाई एक एक अंक पायो भनेर 111 धारा भयो। यसरी तपाईहरु के गर्नु होला भने सम्झिनु होला। अब अर्को छ मानव अधिकारको घोषणा पत्र। यो चाहिँ धारा कति छ त्यसमा? 30 वटा धारा छ। यसलाई कसरी याद गर्ने भने मानव अधिकार हैन, मानवको अधिकार छ भने हैन रातिमा 3 बजे 30 बोतल रक्सी खाएर हैन सुत्नु भनेको यो अधिकार होइन। तपाईहरु कसरी याद गर्नु होला, कसरी सम्झिनु होला भने मानव अधिकार छ भन्दैमा रातको 3 बजे हिरो बनेर 30 बोतल दारू खाएर ठिस हुनु त भएन नि। यसरी सम्झिनु होला। रातको 3 बजे हिरो बनेर 30 बोतल दारू खाएर ठिस हुनु त भएन नि। यसरी तपाई सम्झिनु होला। हिरो हैन, हिरो 3 0 हिरो 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 अनि 3 0। यसरी तपाईहरु सम्झिनु होला। अर्को छ सुगौली सन्धि हुन्छ हैन। सुगौली सन्धि। यहाँ सुगौली सन्धिमा 9 धारा हुन्छ। 9 वटा धारा हुन्छ। यसले याद कसरी गर्ने? सुगौलीमा नभए भेटौला हैन, सुगौलीमा नभए भेटौला अथवा सुनौली याद गर्नु होला। सुगौली सन्धि छ नि, यसलाई सुनौली याद गर्नु होला। सुगौलीलाई सुनौली बनायो भने 9 बाट 9 धारा। यदि तपाईहरु सम्झिनु होला। त्यसपछि साप्टा। यसमा चाहिँ 25 वटा धारा रहेको छन्। 2 पटक 5 रुपैयाँ साप्टी लिँदा पनि फिर्ता भएन। 2 पटक 5 रुपैयाँ साप्टी लिँदा पनि फिर्ता भएन। 2 पटक 5 भनेको 1 पटक अनि मल्टिप्लाई 2 पटक। 2 पटक 5 भनेको 25 धारा। त्यसपछि कोशी सम्झौतामा 18 धारा रहेको छ। कोशी सम्झौतामा 18 धारा रहेको छन् हैन। यसलाई कसरी याद गर्ने, कसरी सम्झिने? राउटे दाई धोतीलाई कोशीमा अठाएर बाटार हैन, अठाएर बाटार। बाटार भनेको बाटारबाट 18 आउँछ। यसरी तपाईहरु सम्झिनु होला। त्यस्तै के छ त महाकाली सन्धि। यसमा चाहिँ कतिवटा छ? 12 धारा रहेको छ। महाकाली सन्धिमा 12 वटा धारा रहेको छन् हैन। 12 महिना कोठाभित्र बस्दा नि उस्तै काली छौ त। 12 महिना कोठाभित्र बस्यो पनि उस्तै काली छौ नै। महाकाली भनेको 12 महिना कोठाभित्र बसे पनि तिमी काली नै छौ। यसरी सम्झिनु होला तपाईहरु। त्यस्तै यहाँ के छ त शार्क। शार्कमा चाहिँ कतिवटा धारा रहेको छन् भने 10 वटा धारा रहेको छन्। यसलाई कसरी सम्झिनु होला भने शार्कलाई समुद्रमा नजानु दशा, समुद्रमा नजानु दशा लाको बेला, समुद्रमा नजानु दशा लाको बेला शार्कले पनि लखेट्छ। दशा भनेको 10। यसरी सम्झिनु होला। त्यस्तै शान्ति सम्झौता। शान्ति सम्झौता चाहिँ धारा 10 धारा रहेको छन्। यसलाई कसरी सम्झिनु होला भन्दाखेरि 10 कक्षामा पढ्दा शान्तिसँग बिहे गर्ने सम्झौता भएबाट भेट भएको छैन। शान्ति सम्झौता भनेको 10 कक्षामा हुँदाखेरि शान्तिसँग बिहे गर्ने के थियो त सम्झौता भएको थियो, अहिले भेट भएको छैन। यसरी सम्झिनु होला। त्यस्तै बिपा सम्झौता। बिपा हैन, बिपा सम्झौता यसलाई कसरी सम्झिनु होला भने बिपा यानी कि बिपाको स्वर धेरै राम्रो छ। बिपाको स्वर यानी कि स्वर भनेको 16 धारा। यसरी तपाईहरु यो चाहिँ जति पनि सन्धिहरु छ त्यसको धाराहरु चाहिँ याद गर्नु होला। यसरी सम्झिनु होला। यसरी सम्झिनु भयो भने धेरै दिनसम्म माइन्डमा रहन्छ हैन।
आजको लागि यतिकै। यो भिडियो तपाईँहरूले यदि मन पर्यो होला भने प्लिज तपाईँहरू एक लाइक गर्नु होला अनि एक सेयर गरिदिनु होला। अनि यदि यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज तपाईँहरू यो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि बेल आइकनको अवश्य नै थिच्नु होला ताकि न्यू भिडियो सबभन्दा पहिला तपाईँ कहाँ पुगोस्। आजको लागि यतिकै। हस्त नमस्कार, धन्यवाद।